मलाई के चित्त नबुझेको कुरा हामीले छोराछोरी पायौँ हुर्कायौँ बिहा दान गर्ने तिनी छोरा कोही डक्टर कोही मास्टर कोही वकिल के गराउँछन् सम्पत्ति भएकाले सम्पत्ति बेचेर हेर्नु छोराछोरी पढाउँदा खेत हुन्छ कि बारी हुन्छ कि सबै बेचेर आज छोरालाई इन्डिया आर्मी गराइयो छोराले पढाउनुले पढ इन्डिया आर्मी भयो हुर्क्यो बढ्यो छोराले बिहा पनि गर्यो हामीले तिनी छोरछोरी पढाउँदा कहिल्यै शर्त राखेनौँ हामीले हेर्नु कहिल्यै शर्त राखेन तिनी छोरछोरी पढाउँदा मास्टर गराउने हो कि इन्जिनियर गराउने हो कि डाक्टर गराउने हो कि भनेर कसैसित सोधिएन खेतबारी बेचेर पढाउँदा कसैसित सोधिएन अहिले छोरो हुर्काएर बढाएर पढाएर ठुलो मान्छे भएर कमाउने धमाउने भएपछि आज बाबु बिरामी भयो बाबु आज मलाई सन्चो छैन छोरो मलाई 500 लिएन म दबाई गर्न जान्छु भन्दा बुहारीसित सोध्न पर्छ है बा भन्नु आज हामीले तिनी छोरा पढाउँदा कोसित सोधेका थियौँ ल भन्नु त आमाले बाबु आज मेरो चोलो फाट्यो 1000 रुपियाँ लिएन छोरो म आज चोलो किन्न जान्छु भन्दा बुहारीसित सोध्ने भनेर छोराले भन्छ आज हामीले तिनी छोरालाई हुर्काउँदा बढाउँदा कसैसित सोध्यौँ आमाले लगाएको तिरली बाउले लगाएको औँठी बाउले जोडेको सम्पत्ति बेचेर तिनी छोराछोरी पढाएको हो नि आज त्यो छोराले बुहारीसित सोध्ने आज हामीले बुहारीलाई दोष दिने होइन कि छोरो लन्ठु भएर छोरो जोइ ढ्याङ्ग्रे भएर नाइ भने अर्का छोरालाई केही दुःख दिनु पर्दैन आज त्यति दुःख गरेर हुर्काएको छोराले आज एउटा धोती एउटा चोलो बाउलाई दबाई बाउलाई आमालाई एउटा बुन्यो किन्दाखेरि बुहारीसित सोध्न पर्छ र बुहारी त अर्काको छोरी हो आफ्नो गराउनु भनेर ल्याउने हो आज छोरो गोतिलो भए त्यो बुहारीले केही गर्न त्यही भएर बुहारीलाई दोष नदिनु आफ्नो छोरा ठिक छन् भने बुहारीलाई दोष नदिनु तर छोरा पनि भोलि बिहान बाउ हुने हो बुढो हुने हो वृद्ध हुने हो यो कुरा सबैले ख्याल राखौँ एउटा रतेउलीमा गीत हुन्छ नि गौरी खेत दिएर टारी छोरो बेची ल्याउँदैछु बुहारी छोरो त बेचे जस्तो हुँदो रहेछ कि बिहा भएपछि त यो मलाई साह्रै चित्त बुझ्दो कुरा हो सबैलाई परेको कुरा पनि हो हामी त छोरा जो त्यस्ता भएपछि बुहारीलाई दोष नलाम आफ्नो छोरो ठिक ठाउँमा आमा बाबालाई जिउँदा जियाला अब छ हेर्नु गुनासो धेरै छन् ध्यान दिएर सुन्नु होला कति इच्छा हुन्थ्यो आज जिउँदा जिया त्यो बाउले एउटा जुत्तो पाएन आज औषधि पाएन आज यति 1 किलो फलफुल ल्याएर त्यो बाउलाई आमालाई दिएनन् छोराछोरीले आज बाउ आमा मरेपछि त्यो फोटामा यति फलफुलको थुप्रो यति पैसाको थुप्रो लुगा दान गर्ने जुत्ता दान गर्ने जिउँदा जिया दिएको भए त्यो बाउ आमा अलि तङ्ग्रिन्थे कि अलि वर्ष बाँच्थे कि मरेपछि त्यो दान दक्षिणा त्यो फोटामा थुप्रो पैसा फोटामा माला लगाइदिएर केही हुन्न हेर्नु जिउँदा जिया गरौँ 13 दिन काजक्रिया गरौँ 14 दिनबाट केही नगरौँ आमा बाबा भनेको जिउँदा भगवान हुन् कहीँ देवी देवता भगवान खोजेर नहिँड्नु होला घरै छन् भगवान यति छ मेरो गुनासो।